नमस्कार, लिलु रामजाली भ्लगबाट आजको भ्लग सुरु हुँदैछ। यो भ्लग हेरेर हजुरहरूले लाइक गरिदिनु होला, सब्स्क्राइब गरिदिनु होला। यो मेरो टोयलेट छेउको लिली फुल हो। यो लिली फुलको सिजन रहेछ गाउँमा अहिले, यसरी फुलेको छ। यो मैले सारेको थिएँ, राम्रो भएको रहेछ। आज चाहिँ भिजिट टोटके पार्ट 2 लिएर आउँदैछु। हजुरहरूले अन्तिमसम्म हेरिदिनु भन्ने आशा गरेको छु है त। धन्यवाद। अब सुरु हुँदैछ पार्ट 2 है त साथीहरू, हेर्नु होला। बुट्टा यो नि घाँस खाइन्छ, खाइन्छ अरे काटिन्छ। त्यस्तो साह्रो त हैन है। भलक्करको चाहिँ मुख चाहिँ यो घाँस काटिन्छ भन्नेको गति खाइन्छ अरे। ल तर यसको चिया खान्छन् त, रसको है। यो खर्चु यसको रसको चिया खान्छन्। घाँस पनि हुन्छ, मान्छेले पनि चिया खान्छ। के म आइज भयो ल, आऊ झरा झरा गुल्टिन्छ। पानी, तातो पानीमा केराको अलि कम खानु मन लाग्यो केराउको। अब हामी टोटके आइपुग्न लाग्यो। राम्रो रहेछ, त्यही भएर बस नै आउँदो रहेछ, ठुलो बस। अब यति हिँड्दै आयो होइन, किन चाहियो गाडी? रमाइलो गर्दै आयो। गाडीमा अब सुत्तै आइन्थ्यो, सुत्तै घर आउँथ्यो। हेर्नु नि पाइन्थ्यो गाडीबाट। अब यहाँ भन्नुहुन्थ्यो। त नि है गुराँस फुलेर चाहिँ त नि। अब हामी टोटके आइपुग्यो। टोटके रिसोर्ट। त्यो ट्र्याक्टर नि त्यही तलबाट यहीँ आएर चाहिँ है टोटके आइपुग्यो हामी। हिमाल त खै देखेन नि त, ब्याड लक भयो। डम्मै भयो। पिङ छिनलाई फेरि ढुङ्गा उतार्नु पर्ला हौ, मक्यालो नखेला। भयो छिन्ला भयो, गाह्रो छ। यो हाम्रो फुपूको घर। आलु, टोटकेको आलु फेमस। छिन्न लाग्छ होला हौ, त्यसो कुहिया छ। नखेला ढुङ्गा पुत्रुङ पर्दा फेरि अर्को आपत पर्ला। ल भिडियो चाहिँ छ, भ्लगमा छु। भयो नमजा। ऊ त्यो माथि डर कच्चो छ जस्तो लाग्यो मलाई। हुन त ऊ त्यो के अरे छालाले पो अड्डाको रहेछ। ल ल ल ल ल आऊ भयो। ल जाऊँ न त, इन्ट्री गरौँ न त रिसोर्टतिर। अलि चर्को लाउटो रहियो चाटीको नाचम। र यहाँ चाटीको भन्ने गीत अलिक चर्को लाउ त भाइहरू। टोटके रिसोर्ट आइपुग्यो। टोटके रिसोर्टमा वेलकम गर्नु भनेर उता जान्थ्यो। ल आइपुग्यो। हाई गर्दै ल, हाई। ल छिटो। बन्द रहेछ। लौ झन् ढोका सुनेर बस्नु त। बन्द रहेछ। किन ढोका बन्द गरेको त? को हुनुहुन्छ भित्र?
स्टप त हेलो गर्नुपर्छ नि है झन् भित्र भागेर ढोका खान्छ नि त त्यस्तो नि किन हुन्थ्यो अरे परिवेश निषेध रहेछ त्यो खै त हिमाल देखिन्थ्यो हिमालै देखेन है यो झिबाट आउने बाटो होला चिमखोला पाखमानी दगनाम यता होला हौ उता चिमखोला त्यसपछि दर्मिजा दगनाम हिमाल त छ यता सबै हिमाल देख्थ्यो हिमाल छोपेछ ब्याड लक भयो आज हाम्रो टोटकेमा आलु अनि धजरा मुलाको चाहिँ एकदम फेमस थाहा पाउँ अल्ल अल्ल हुन्छ एकछिन रेस्ट गरौँ नि त आखिर नेपालमा नेपालीले हेऱ्यो हेऱ्यो चाउमिन र थुक्पा चाउमिन र मोमो त हो चाउमिन र मोमो के छ हेर न यहाँ बन्ने तरिका खाना खाने हो र अहिले आमा भोकाउने बेला भात खाउँ त भात खानु मन लागेन स्टप एउटा मात्रै रहेछ नि क्या फोटो खिच्नु मिल्ने कि नमिल्ने है भिडियो बस्यो ऊ चाहिँ चक्लेटी मारेर बस्नु मन लाग्यो हौ मलाई त ताली बजाऊ भाइ ताली बजाऊ ताली बजाऊ भिडियो फोटो भिडियो यो बिर्सेर जाला हौ दिदी पुरा पुरा खै तिमी आमा छोरा आमा छोरी भुल खाऊ तिमी हामी त खाजा खानु पाखाने 2 दिन भयो खानाको बितल परेको आज चाहिँ टोटकी सुनमा भात खानु पर्यो एउटा नानी आमा भएर भात खायो एउटा औषधि खानुपर्ने भात म बितल परेको मान्छेले भात 2 दिन बितल परेको उनीहरूले चाउमिन खायो के भात खान्थ्यो तिमीहरूले 2 दिन भएको थियो खानाको बितल परेको मासको दाल लोकल कुखुराको सुप भात गुन्द्रुक र अनि भटमास स्पेसल छ नुन पनि ठिक्क खाना मन पनि खाना खाए तपाईँहरू पनि आउनुलाई स्टोर केरी सुरमा खानालाई लोकल खानपिन गरेर अब हामी आश्रमतिर जाँदैछौँ होइन स्वर्गद्वारी आश्रम यता जानुपर्छ ए बौला एक गोल भएर हिँड त एक गोल भएर हिँड त अब हामी आश्रमतिर जानेछौँ ल गाइजहरू यता हेर्दा गाइजहरू लाग्यो पेट नुन पाइन्छ रे नानी नुन कति छ ल मारे गाईलाई दिने भनेको नि अब यो आश्रम जाने कताबाट यता डिलबाट हो नुन कहाँ पाउँछ त अलिक धेरै एक बोरा लिएर राख्नुपर्छ नि यस ठाउँमा ल गाइजहरू उता गएर आउनु पर्यो सक्यो रे नुन ढलक ढलक गर्दै जानु पर्यो ढल 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 ल टिकोली भात मोमो चाउमिन अब हल्लाउने मासु भात लोकल कुखुराको मासु गाजर मुला चिसो अरू के पापड कसले खान्छ झापर कसले खायो झापर पापड ओ कसले खायो झापर कसले खायो झापर एकछिन बोक्छ नि ए गरेर फेरि हिमा नन यस्तो गरेर यस्तो
यहीँ घाँस गाईलाई ठिक्क हुनु नि घाँस त यहाँ नजिक नजिक एकचोटि यहाँ महोत्सव लाग्थ्यो नि त तोत्के महोत्सव अनि दाईको कपालमा त्यस्तो तासेर हुन्छ के अरे गदा होइन यो खच्चर हो कपाल इ बच्चा अब घरमा मटेल हालेपछि नि जान्छ अझ हाँस्छ यो फेरि कसले पालेको होला कि यहीँ राखिदिएको नि बरु कसले लिएर छोड्दै होला नि है नटानी झन् गाह्रो त उसलाई तँलाई त गाह्रो ठुलो भयो त नि नरियलको बुट्टा जस्तो नरियल हो त यो नरियल कुकुर त छैन होला नि गाई बस्ने होला नि अब गाई पालेपछि त यहाँ उनी भयो है मल पनि भयो आलु पनि भयो यहाँ आलुको बत्ताउँछ कपाल कपाल मामा मामा पन्जा लिएर आउनु पर्ने भयो नि पन्जा लिएर आउनु पो सिस्नो खानु पाउने छ अब के टिप्ने सिस्नोले के अरे उयो प्लास्टिकले झिन्यो र ए स्याउ काटेर खाने भनेर त्यसै भएछ ए यहाँ गाईलाई बन्दै रहेछ आश्रम अब यसले कागुल्टाहरू गप्पै पार्छ आश्रम यो के को आश्रम भनिदिएको नि आश्रमभित्रै रहेछ कुटीहरू भक्तिहरू बस्ने आश्रम होला के रहन्छ अब जाने अब ए मात्रै मन्दिर मात्रै रहेछ आश्रम ढोक्दिया खै बोजै हुनुहुन्छ खै फोरहरू म पनि पारिनँ तिम्रो पछि फोरहरू खै कहाँ छन् बोजै के हो भुजा बजाइ क्या हन र ए हन भाइ बजाइ नमस्ते बजाइ नमस्ते यहाँ बस्नुहुन्छ र अहिले यहाँ बस्नुहुन्छ र म सिरान घर साइलीको छोरी सिरान घर साइलीको छोरी चिन्नुभयो होइन म सिरान घर साइलीको छोरी हो चिन्नुभयो म जानुहुन्थेँ उहाँ हाम्रो घर अनि हेर्न यहीँ बस्ने अहिले ए उता भङ्कुसी बस्नु छोड्नु भयो भङ्कुसी बस्नु छोड्नु भयो होइन का उता बस्नु छोड्नु भयो होइन उता भङ्कुसी बस्नुहुन्थ्यो ऊ पर बस्नुहुन्थ्यो पहिला सोरै रहन्छ बिचराहरू त धन्न बोजैलाई आमालाई देखाइदिन्छु तपाईँको भिडियो लाउनु यो नि खानु स्याउ बेटी नि चराइदिनु यहाँको नि छैनन् त्यहाँ पूजा गर्ने छैनन् मान्छे छ म मात्रै छु यो केही किनेर खानु है हजुर केही किनेर खानु हजुर निरो नभएर अघि के लाउने पनि तिन गरे के किनेर ब खानु त किनेर खानु तपाईले तपाईसँग 500 छ 500 छैन नि बरखा
भोग लाउने मान्छे आउँछन् आफैले खाने हो नि हामीले खाने भने ल्याएको यहाँ थियो नि धन्न तपाईँलाई ल्याएर रहेछ यो भुजा रहेछ के खान दिने यो यिनी फेरि टुसर पानी सचिवको पुर्यान सचिवको टुसर पानी ए पैसा नि छैन पैसा नि छैन होइन ओ सामान रे ओ खानु रे केही किनेर होइन किनेर खानु राख्नु ए भगवानलाई चढाइदिउँ ल उजुमलाई खानु तपाईँले खानु 1-2 रुपियाँ चढाइदिनु न 5 रुपियाँ भगवानले रक्षा गरून् बोले हेर्नु 5 रुपियाँ चढाइदिनु अरू तपाईँलाई भगवानले रक्षा गरून् भगवानले कहाँबाट यहाँबाट भेटिएन तपाईँलाई मैले यहीँ बस्छु योलाई बस्छु करे पुजारी कता उहीँ गएछ पुजारी नै उहाँ गाउँतिर जानुहुन्थ्यो आमालाई देखाइदिन्छु भिडियो कहाँ गाउन् भुजा भन्थे आमाले साइलीले म देखाइदिन्छु कौन नाम साइली चाहिँ यहाँ गाउँ जेठी काउले भएको रे साइली तल यहाँ गाउँमा साइली आमाले कहाँ गालान् कहाँ बस्छन् भन्थे यहाँ पो बस्नु तर यहाँ बस्छन् भन्ने एकैलाई सुने त्यो पूजा रहेछ ल खानु त्यो भुजा खानु यो बोजूलाई पनि लेखाएर छ भुजा भोग लगाउँछन् आउँछन् मैले खान्छु पूजा रहेछ त्यसलाई पुछारको साइला छ ए डरीको बा ए त्यो गाई हेर्ने ए अघि त्यहाँ भेटाइदिनु ए ल राम्रोसँग बस्नु फेरि भेटौँला मैले धेरैमा देखेँ भुजामाईलाई नि भेट्यो भुजामाई कहाँको पूर्जामाई हो के भगवानको नाम के अरे स्वर्गद्वारीको पर्व हुनुहुन्छ अरे है आऊ डाइनेबाट घुमु आऊ ए म उल्टी हो ओ माई गॉड भर्खरै खिचेर भर्खरै आउँदै रहेछ अनि म त सेटै फुली चुरे बजेल त ल देख्नु भएको छ बरु 5 रुपियाँ उहाँ भेट्छ चलाउनु भित्र बिचरा ऐना हेर्नु छैन सेतै फुलाइ चुरे सेतै फुलाइ चुरे बाबु त्यहाँ मन्दिरमा चढाएर आउँछ टुटकीको आलु फेमस यो कसको घर होला है गयानीमा के रहेछ गुहेलाको बुट्टा रहेछ यो आलु बारीहरू त मेरो कुटीको होला नि है कसको बारी होला यस्तो है यहाँतिर पनि जग्गा रहेछ त भिरै त्यो के अरे दम्नाले राखु ऊ त्यसलाई त्यो काफल डाँडा भन्ने तिम्रो उता होइन बुहारी यताको यो ढर्र परेको माथि यता नि यता बाँसघरको भिरमा तलमा ए त्यहाँ रहेछ बाँसघर सुन्तलाको है देखेँ नि त कति राम्रो छ आलु आलुबारी दुई तीन दिन यसो समाचार त तिमीले अरे यसो गरे अबे कति धेरै
कति धेरै गुराँस यो पछाउटे रहेछ ल समाटाउ त्यो निर्मलाहरूलाई नि ठोट्ठरै दिउँ मलाई अझै एउटा ल्याउट यसरी यहाँ समाटेमा हाट्न कस्तो मजाको आयो हुन्छ एउटा हान्छ यो त राख्ने मैले जलचरा राख खै थाबाट हो ए थाबारे फोटो झिबाट निम्तो मानेर पाटिरो धेरै भएको छ रोटी जति जम्मै बुहारीले बोक्नु परिहाल्यो अब भान्जी र आमाजीले बोक्नु भएन बुहारीले बोक्दाखेरि गाह्रो भयो निम्तो मानिरहेको झिम ल म हेर्ने भए हेर्नु गरे एकचोटि धन्यवाद लाइक सब्सक्राइब गरिदिनु होला कमेन्ट पनि गरिदिनु होला बुहारीले भनेपछि सबैले गर्नु होला बुहारीले भन्नुभएको छ मलाई पनि गरिदिनु मान्नुपर्छ यति त गरिदिनु न गाइस यति त हो प्लिज प्लिज सब्सक्राइब गरिदिनु प्लिज थ्याङ्क यू सो मच फर थ्याङ्क यू सो मच वाचिङ भिडियो लो मारे हो